प्रहरी कार्यालय धरानको प्रमुखको रूपमा कार्यरत रहँदा अब त्यो ट्रेन छ साथीहरूलाई यसो एउटा सरकारलाई सबै मिडियाका सरहरूलाई के गरियो त कस्तो रह्यो भन्ने कुरा गरेका राम्रा नराम्रा कुराहरू प्रहरीले नर्मली पुलिसिङ गर्ने प्रहरीको मुख्य काम भनेकै शान्ति सुरक्षा अपराध अनुसन्धान जनताकै सेवा गर्ने हो। अब यो काम मैले यस्तो गरेँ, यो सफल भए, यो असफल भए भन्ने कुराहरू चाहिँ मलाई त्यस्तो लाग्दैन। एजटी हामीले गर्नुपर्ने नर्मल पुलिसिङ गरेको धरानमा यहाँका सबै पत्रकारदेखि लिएर यहाँका राजनीतिक दल, यहाँका नागरिक समाजका अग्रज व्यक्तित्वहरू, यहाँका बौद्धिक सर्कल, यहाँका युवाहरू, यहाँका विभिन्न सङ्घ संस्था सरकारवाला व्यक्ति सङ्घ संस्थाहरूको अथाह यहाँको एकदमै माया, साथ, सहयोग र धरानको इस्युहरूलाई चिर्नको लागि, धरानमा भए गरेका आपराधिक गतिविधिहरूलाई, व्यथितिहरूलाई चिर्नका लागि सदैव धरानको यो एउटा एकता, यहाँको जुन एउटा सद्भाव छ, यहाँको भातृत्व छ, प्रहरीप्रतिको होस् चाहे यहाँको व्यथितिलाई चाहिँ निर्मम भएर लाग्ने यहाँको एउटा जुन ट्रेन्ड छ, यो अत्यन्तै राम्रो छ। अब कति कुराहरू मैले यसो गरेँ उसो गरेँ भनेर म तथ्यगत हिसाबले म गइनँ। समग्रमा धरान 1 वर्षको बसाइ साह्रै नै एकदमै अविस्मरणीय रह्यो मेरो लागि र आगामी दिनमा पुनः धरानको जनता, यहाँको नागरिकहरूसँग पुनः साक्षात्कार गरेर यहाँहरूसँग पुनः यहाँहरूको सेवा गर्ने मौका पाउँछु, आउनेछु भन्ने विश्वास पनि छ। आगामी दिनहरू, अन्य दिनहरू धेरै जागेको अझै थुप्रै समय बाँकी छ मेरो र अब यहाँहरूसँगको एउटा सामिप्यता, यहाँहरूसँगको एउटा कनेक्सन, यहाँहरूसँगको एउटा भातृत्व, एउटा जनताको तेस्रो आँखा भनेर भन्छ। हामीले गरेको, प्रहरीले गरेको समाजलाई अलिकति सूचित गर्ने, समाजलाई चाहिँ भन्नै पर्ने, नागरिकलाई जानकारी गराउनै पर्ने र त्यो एक्सनदेखि लिएर एउटा यहाँको शान्ति सुरक्षा लगायतका अन्य कुराहरूमा त्यसले चाहिँ अलि राम्रो एउटा मेसेज दिने किसिमको त्यस्ता कुराहरूमा यहाँहरूले सदैव प्रहरीलाई सधैँ नै प्रहरीको कामलाई यहाँहरूले चाहिँ प्रचार प्रसार गर्नुभएको छ। हामीले गरेको नराम्रो कुराहरूलाई हामीले हाम्रो प्रहरी कर्मचारीदेखि भएका त्यस्ता खराब कुराहरूलाई पनि खबरदारी गर्ने काम पनि यहाँदेखि भएको छ। त्यसको लागि यहाँहरू सबै मिडियाका सर म्यामहरू सबैप्रति एकदमै म आभारी छु, नमन व्यक्त गर्न चाहन्छु। र अब धरानको शान्ति सुरक्षा, धरानलाई चाहिँ अब आउने इन्चार्जले, अब आउने यहाँका कार्यालय प्रमुखले के गर्ने, कसो गर्ने भन्ने सम्बन्धमा उहाँसँग म इन्डिभिजुअली पर्सनल्ली भेटेर कुरा गर्ने त छँदैछ। तर मुख्यतः धरानको अबको समस्या भनेको चाहिँ धरान आफैमा अलिकति सामाजिक, सांस्कृतिक, राजनीतिक हरेक हिसाबले अलिक चुनौतीपूर्ण ठाउँ नै हो। यहाँ विगतदेखि हालसम्म यहाँको सामाजिक सद्भावका कुराहरू, यहाँ भएका मुख्य लागु औषधको एउटा यो ट्रान्जिट पोइन्ट पनि हो, आफैमा गन्तव्य पनि हो र लागु औषध प्रयोगकर्ताहरूको कारणले गर्दा यहाँ जघन्य किसिमका अपराधहरू पनि विगतमा पनि भएका छन्। मेरै पालामा पनि धेरै त्यस्ता जघन्य अपराधहरू भए, तर तिनीहरूलाई कानुनी दायरामा ल्याउनको लागि यहाँहरू सबैको साथ सहयोगले हामी सफल पनि भयौँ। योभन्दा बाहेक यसका अलावा भनेको यहाँको सामाजिक सद्भाव प्लस अब अहिले पछिल्लो समय डेभलप भएको यो अहिलेको पछिल्लो यो घटनाक्रम छ, हिजोअस्तिको 23 र 24 गतेको घटना, यिनीहरूलाई चाहिँ अलिक कसरी हुन्छ राम्रो तरिकाले ट्याकल गरेर लानुपर्ने जस्तो मलाई लाग्छ। र अरू भनेको चाहिँ नर्मली हामीले गर्ने पुलिसिङहरू, नर्मली हामीले गर्नुपर्ने प्रहरीले गर्नुपर्ने कामहरू एजटी त्यही नै हो। र त्योभन्दा बाहेक अन्य कुराहरू विषयमा मैले धेरै कुरा यहाँ मिडियामा बोल्न चाहेँ र उहाँलाई म पर्सनली नै धेरै कुरा भेटेर भन्नेछु। अब तपाईँहरूसँग त्यस्तो नयाँ कुरा केही छ
नयाँ अबको यहाँको प्रहरीको एउटा लिडरले यहाँको इन्चार्जले गर्नुपर्ने धरानसँगै धरानै हब बनाएर गरेका त्यस्ता अपराधहरू, त्यस्ता उदाउँदै गरेको नयाँ किसिमको त्यस्तो क्राइमहरू छन् भने, जस्तो साइबर रिलेटेड क्राइमहरू, विभिन्न अनलाइन फ्रड गर्ने, ठगी गर्ने, अब यावत यिनीहरू त नर्मल्ली प्रहरीले गर्दै आएको, तर अलिकति पछिल्लो समय धरानमा यो ट्रेन्ड पनि अलिकति बढेको छ। अब यसलाई पनि कसरी हुन्छ अलिक राम्रो एक्सन प्लान बनाएर तालुक कार्यालयसँग रिपोर्टिङ गरेर कसरी हुन्छ यहाँ गरेका एकदमै हटकेक इस्युजहरूलाई चाहिँ अलिक सिरियसली, स्मुथली, सिरियसली राम्रो तरिकाले चाहिँ यहाँको कार्यालय प्रमुखले हेरेर जानुपर्छ। पक्कै पनि यो घटना धरानमा विगतदेखि पटक पटक यहाँका प्रेस पत्रकार साथीहरूमाथि आएको थ्रेटहरू, डाइरेक्टली इन्डाइरेक्टली उहाँहरूको मानवर्धन गर्नेदेखि लिएर धम्की दिने, घरमा खोजी गरेर जानेसम्मको हरकतहरू यहाँ भयो। अब यो विषयमा इलाका प्रहरी कार्यालय धरान हिजो पनि सजग, सचेत र यसमा गम्भीर भएर लागेको छ र भोलि पनि लाग्नुपर्छ। र यो विषय भनेको अत्यन्तै गम्भीर विषय हो। एउटा राज्यको चौथो अङ्ग, जनताको तेस्रो आँखा, ताकि समाजमा भएका राम्रा नराम्रा सबै कुराहरूलाई समाजलाई सधैँ समृद्धि र अग्रगमनतर्फ लानका लागि पत्रकारले आफ्नो जीवज्यान केही कुराको प्रभाव नगरिकन जुन तरिकाले एउटा डटेर फिल्डमा उत्रेर काम गर्नु भएको छ, तपाईँहरूको जीवज्यानको सुरक्षा गर्ने कुरामा इलाका प्रहरी कार्यालय धरानले तपाईँहरूसँग इन्डिभिजुअली र संस्थागत रूपमा पनि तपाईँहरूसँग चाहिँ सम्पर्कमा रहेर तपाईँहरूको सुरक्षा र तपाईँहरूमाथि पर्न आएको जुनसुकै घटनालाई पनि गम्भीरता साथ लिएर कानुन बमोजिम गर्ने कुरामा कहीँ कतै पनि हामी पछि पर्नु हुँदैन र परेको पनि थिएन। र आउने इन्चार्ज यहाँका कार्यालय प्रमुखले पनि यो विषयमा अत्यन्तै गम्भीर भएर लाग्नुपर्छ। एउटा समस्या धरानको त्यो पनि हो, पत्रकारमाथि भएको धम्की, पत्रकारमाथि भएको चाहिँ जुन हरकतहरू छ विगतका, यो पनि एउटा चुनौतीको रूपमा चाहिँ रहेको छ। एसपीको रूपमा फेरि स्वागत गर्न पाउँदैन सुन्छ म पनि बढ्दै जाओस् तपाईँको सम्पर्क अलिक कमै हो कहाँ कम हुनु, हामी सँगै छौँ नि। एउटा सानो फोटो चाहिँ यहीँ आउँछ होला लगेर आउनु न सबैजना सानो फोटो सानो सानो